Hello guys, welcome to my new vlog. Today I'm here base camp. म चाहिँ एभरेस्ट बेस क्याम्पमा छु। आज चाहिँ यहाँ चाहिँ एकदमै सनसेट हुन लागिरहेको छ। अहिले चाहिँ टाइम भनेको नि 6 PM हुन लागिरहेको छ अनि एकदमै आज चाहिँ कोल्ड छ। वेदर चाहिँ देख्न सक्नुहुन्छ एकदमै बेटर छ। वाउ। अनि यहाँ चाहिँ अरु यो भन्दा अगाडिको वर्षहरु भन्दा चाहिँ आज चाहिँ अलिकति यसपालि चाहिँ अलिक कमै छ क्याम्पहरु, किनकि अलिकति रोयल्टीले पनि होला मेबी। र आज चाहिँ एकदमै कोल्ड छ वेदर चाहिँ, अरु दिनहरु चिसो छ। काठमाडौँ त गर्मी होला, तर यहाँ चाहिँ एकदमै जाडो छ। आज चाहिँ चैतको 22 गते, आज चाहिँ अप्रिल 4 तारिक होला मेबी। अनि हामीले चाहिँ यहाँ क्याम्पहरु बनाइसकेर अब चाहिँ 6-7 डेजमा चाहिँ हामीले अक्सीहरु क्याम्प 1 क्याम्प 2 ड्रप गर्नेछौँ। त्यस पछाडि हामी अरु प्रोसेसिङ जस्तै अब माथि क्लाइम्ब गर्नको लागि रेडी हुनेछौँ र हामी साउथ कोल गरेर चाहिँ रेस्ट गरेर चाहिँ एभरेस्ट चढ्नेछौँ। अनि यसपालिको चाहिँ मेबी 50 डेज या 2 मन्थ यहाँ बसेर सबै क्लाइम्ब गरिसकेर काठमाडौँ फर्किनेछौँ।